Hello guys, namaste. Sewa dok सबैजनालाई welcome back to my channel. मलाई मान्छेले हेरिरहेछ के हुँदैन त्यस्तो गरिरहन्छ। साथीहरु म चाहिँ यहाँ मायालाई भेट्न आएको छु धेरै लङ टाइम पछि। हामी त कति महिना मात्रै भेट्छौँ है, जहिले 1 वर्ष हुँदा आधा भेट्छौँ, 5-6 महिना आधी वर्षमा मात्रै हाम्रो भेट भइरहेको हुन्छ। अनि चाहिँ त्यस्तै भएर अनि भेट्ने भन्दा आधी वर्षपछि भेट भयो आज चाहिँ। अनि यहाँ भेट हुँदैछ भनौँ, अब भर्खर भेट भयो, अब हाम्रो यहाँ स्टार्ट हुँदैछ होइन। के हुन्छ कसो हुन्छ हेर्नु होला। अनि म मायालाई स्वागत गर्न चाहन्छु। हेलो माया, यहाँ चाहिँ कस्तो भयो कि बोरै आएको छ हेर न यसरी। हेलो गाइस, के छ तिम्रो हालखबर? ठीक छ भेटेपछि। यहाँ चाहिँ के खाने भनेर हेर्दैछ मेनु। हामी चाहिँ ओहानामा आइरहेको छौँ होइन, ओहाना क्याफेमा। यहाँ चाहिँ यस्तो छ है, रातिमा चाहिँ राम्रो देख्छ लाइट बालेर यो रुखमा होइन, तर अहिले त राम्रो देख्दैन। अनि हामी यहाँ छौँ, अब हामी पछि भेट्छौँ ल। अन्त हेलो धेरै टाइम पछि भेट भइरहेछ, कस्तो लागिरहेछ तिमीलाई? हाम्रो गफसप चाहिँ केही हुन पाएको छैन है, भर्खर भेट भइरहेछ। हामी एकछिन आज बेलुकासम्म बस्ने आनन्द लिन जाने है त। एक दुई ठाउँ चाहिँ घुम्न बाँकी छ। हामी जहिले भेट्यो यस्तै हुन्छ है। यस 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 ल, हामी सबैले सेम चाहिँ भन्नुहुन्छ। राम्रो भएको छ यता कस्तो ग्लो आइरह घर बसेर हाम्रो भर्जिन मजिटो होइन। यहाँ पनि गाली गरेर क्यामेरा उठाए भनेर। यस म चाहिँ भ्लगर। रुखमा लाइट त्यहाँ कस्तो क्युट, मलाई कति के भनेको थियो त्यहाँ। त्यसको नाम के हो माया? ठ्याक्कै दुईजना लाउँदो रहेछ नि है। तिम्रो त्यो एउटा भाँडा मेरो एउटा भाँडा च्यालेन्ज हुनुपर्छ क्या, च्यालेन्ज गर्नुपर्छ क्या। दुईजनाले फास्ट खाने भन्दै क्या। आज टेस्ट गर्छु ल म कस्तो छ। आगे देखेन त त खतरा आयो। हामी इन्जोय गर्दैछौँ ल, अहिले फुड इन्जोय गर्छौँ। यस रमाइलो भइरहेछ, गफ मात्रै खाँदैन। लङ टाइम पछि भेट्यो त्यस्तै हुन्छ हाम्रो फेरि। त्यही त हो नि होइन, सही हो। कहिले काहीँ भेट्ने तर मिठो सम्झना होस् क्या होइन, एकचोटि भेट्दाखेरि हो किन भन न।
भन्नु नमिल्ने हामीले टन्न खायौँ यहाँ लास्ट मिठो चाहिँ खानेकुराहरू है मान्छेलाई कस्तो लाग्यो यहाँको खानेकुरा एकदम मिठो छ फर्स्ट टाइम आएको मिठो लाग्यो एकदम मिठो लाग्यो अब हामी चाहिँ नेक्स्ट अर्को ठाउँ जाँदैछौँ कहाँ होला भन्दाखेरि चाहिँ हेर्नु होला भिडियोमा यता बाई भन अहिलेलाई चाहिँ मैले पनि हाती खान्छु हामी बाई बाई गर्दैछौँ बाई भन बाइले गेटमा पनि खिच्ने हो कि गेटमा उयो गेटमा गेट त कस्तो राम्रो आउँदो रहेछ नि त हामी कहाँ जाँदैछौँ उड्न आँटै क्या हो पुरा सदा खाँदा प्रियङ्काजी आकाश श्रेष्ठ हेरेको रहेछ म त ऐना भन्दानेर म चाहिँ गरिराखेँ काठमा यो सन्डम छ नि बाहिर बस्नु गाउनु भयो अब हामी यहाँ पनि आएँ म यस्तो अलिअलि खान्छौँ होइन खाने नै हो आज हामी भेटेपछि खाने नै हो छैन र अब यसो यहाँ आइदिएको होइन यस्तो फ्रेस भइन्छ कि भनेर आएको भनेर क्या फ्रेस हुन्छ बौद्धमा यति फ्रेस हुन्छ है समर लागेपछि त जुसै जुस खाला भेट्यो दिन होइन त्यही माथि कोरियन रहेछ क्या त्यही दिन त अगाएर गएँ अनि अर्को दिन खाना सानो भएर बसेर पनि सानो परि राइस बजाउनु पनि
तरङ्गलाई चाहिँ सिधै त्यही मगाइदिनु बुढलाई हुँदै अनि किनेर सर हालेको नि किन त उले काट्छ कति खाली चाहिँ त्यो जस्तो लाग्छ त्यो चाहिँ कुनै खाली भाग यो काम अनि चाहिँ बाइ गरेको मात्रै बुझ्ने के अनि मैले पढ्दै अनि त्यो लाउने काट्दै किन्नु पर्दैन त्यो त मिस सबै यो गर्नु पर्छ मैले दिएको स्कुल पनि बुझ्नु हो मलाई यो नहुँदैन अनि मलाई लाग्छ मलाई लाग्छ त्यो पनि नहुँदैन अनि बाबुले चाहिँ मलाई भन्छ अनि चाहिँ के के हुँदैन मलाई त्यो नाले चाहिँ खाली खाली चाहिँ मलाई मलाई चाहिँ के सबै सबै लगाएर चाहिँ गर्नु नि त हैन Kayo lagi nih. Tidak ada kan? Kayo lagi. Lepas masuk itu kayo. Untuk tang. Langsung turun ke sana. हामी यहाँबाट छुट्टिँदैछौँ है त मायालु के कस्तो लाग्यो आजको भेटघाट भनिदेऊ एकदम रमाइलो कति धेरै टाइम बसेर चाहिँ भयो है एकदम मजाले टाइम भयो क्या 3 महिना त भेटेको मजाले गफ पनि गर्यो खाइयो सबै भयो रमाइलो भयो थ्याङ्क यू सो मच अब हामी फेरि कहिले हो थाहा छैन कहिले भेट हुने हो होइन जहिले भेट भए पनि हाम्रो साथी मित्रता भन्ने छँदैछ हामी त्यस्तै हो नि त्यस्तो त आफ्नो होइन ओके बाई 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 अब नेक्स्ट भ्लग अब हामी छुट्टिन्छौँ यहाँबाट साथीहरू बाई बाई लभ यु भन